ल, विश्व शान्तिका लागि एउटा अनौठो प्रस्ताव आएको छ। के हो त यो? एउटा समूहले UN र भारतको संसदलाई एउटा विश्वव्यापी घटनामा छलफल गर्न आग्रह गरेको छ। खास गरी भारतीय प्रधानमन्त्रीसँग उच्च स्तरीय छलफलको माग गरिएको छ, त्यो पनि 2025 को UNGA बैठकमा। अब प्रश्न उठ्छ, आखिर यो प्रस्तावले कस्ता विश्वव्यापी सङ्कटहरू समाधान गर्न खोज्दैछ? महाशक्तिहरूको होडबाजीदेखि लिएर जलवायु परिवर्तनसम्म यी खतराहरूले हाम्रो भविष्य नै जोखिममा पारेका छन्। यी सबै सङ्कटको समाधानका लागि द डिभाइन फोर्सले एउटा सूत्र अघि सारेको छ, UBUMUD। यसको मुख्य अवधारणा हो युनाइटेड मास्टर्स, UM, अर्थात् विश्वको एक आध्यात्मिक माथिल्लो सदन। सोच यस्तो छ, UN शक्ति हो भने UM शिव अर्थात् चेतना हो जसले सन्तुलन ल्याउँछ। भनिएको छ UM बिना UB अर्थात् विश्वव्यापी भ्रातृत्व र UD अर्थात् निशस्त्रीकरण सम्भव नै छैन। यो केवल विचार मात्रै होइन, UDMका लागि 9वटा अङ्गसहितको पूरा खाका नै तयार पारिएको छ। विचार मात्र होइन, यसलाई लागू गर्न एउटा स्पष्ट कार्ययोजना पनि छ। जस्तै राष्ट्रिय झण्डामा एकताको प्रतीक राख्ने देखि लिएर UBUMUDलाई शिक्षामा समावेश गर्ने। तर यो योजना एकाएक आएको भने होइन, यसको पछाडि 30 वर्षको लामो यात्रा छ। 1995 मा एउटा सोचबाट सुरु भएर आज यो राष्ट्रसङ्घ र विभिन्न देशका सरकारसम्म पुगेको छ। यस अभियानको मूल मन्त्र के हो भने विश्वका जटिल समस्याको समाधान केवल आध्यात्मिकतामा छ। यही एकताको भावलाई बहाउलाहाको यो भनाइले जोड दिन्छ, जसले सारा पृथ्वीमा एकताको कामना गर्छ। यसले एउटा गम्भीर प्रश्न छोड्छ, के आध्यात्मिकताले विश्व राजनीतिमा औपचारिक भूमिका खेल्न सक्छ त?